वैशाख 11 गते बरुथिनी एकादशी साँझ 6:33 यी 5 राशि भएका व्यक्तिहरू यो महामन्त्र जप्नुस्। तपाईको घरमा लक्ष्मी नारायणको कृपा दृष्टि पर्नेछ। ती 5 राशि भएका व्यक्तिहरू यस प्रकार छन्। 1 नम्बर राशि रहेको छ कर्कट राशि, दोस्रो नम्बर राशि रहेको छ कन्या राशि, तेस्रो नम्बर राशि रहेको छ वृश्चिक राशि, चारौं नम्बर राशि रहेको छ धनु राशि, पाँचौं नम्बर राशि रहेको छ मीन राशि। यी 5 राशि भएका व्यक्तिहरू यो महामन्त्र जप्नुस्। ओम कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः दुःखनाशाय गोविन्दाय नमो नमः। तपाईले यो महामन्त्र जप्नु भयो भने तपाईको घरमा आएका दुःख कष्ट ऋणहरू सबै मेटिएर जानेछन् भने तपाईको घरमा चौतर्फी रूपमा धन वर्षिनेछ, तपाई धनी हुनुहुनेछ। यी 5 राशि भएका व्यक्तिहरूको लागि आज ऐतिहासिक दिन पनि हुँदैछ, इतिहासमा लेखिने दिन पनि हुँदैछ। कृपया यो भिडियोलाई धेरै सेयर गर्नुहोला। जय महाकाली, जय महालक्ष्मी, जय महा सरस्वती।